अब यसमा प्रफिट एन्ड लस अकाउन्ट चाहिँ विशुद्ध रूपमा चाहिँ के हो त भन्दाखेरि चाहिँ खर्च र आम्दानीको मात्रै इन्कम र एक्सपेन्सेसहरूको मात्रै चाहिँ डेटा प्रेजेन्ट गर्छ र यसले चाहिँ पर्टिकुलर पिरियडमा कुनै पनि संस्था कुनै पनि अर्गनाइजेसनको चाहिँ नाफा वा घाटाको अवस्था र साथसाथै चाहिँ खर्चको अवस्थाको बारेमा पनि खर्चको अवस्था र आम्दानीको अवस्था यो चारवटा कुरो चाहिँ बताउँछ हेर। प्रफिट एन्ड लस अकाउन्टमा चाहिँ के कुरो बताउँछ भने एउटा चाहिँ खर्च के छ, खर्च कुन कुन शीर्षकमा भइरहेको छ र यदि 2-3 वर्षको हामीले प्रफिट एन्ड लस अकाउन्ट हेर्ने हो भने कुनै संस्थाको त्यो खर्चको प्याटर्न चाहिँ के छ त्यो पनि त्यसैबाट थाहा हुन्छ, प्रफिट एन्ड लस अकाउन्टबाट थाहा हुन्छ। उसको इन्कमको प्याटर्न के छ र इन्कम चाहिँ कुन कुन चाहिँ हेडिङमा उसको इन्कम छ अथवा इन्कमको सोर्सेसहरू चाहिँ कुन कुन छ। जस्तो हाम्रो ब्याङ्कको हेऱ्यौँ भने ब्याङ्कको इन्कम स्टेटमेन्ट हामीले हेऱ्यौँ भने प्रफिट एन्ड लस अकाउन्ट अर इन्कम स्टेटमेन्ट पनि भनिन्छ। त्यो हेऱ्यौँ भने हामीले त्यहाँबाट चाहिँ के थाहा पाउँछ भने उसको चाहिँ ब्याङ्कको हेर्दाखेरि हामीले ब्याङ्कको जब प्रफिट एन्ड लस अकाउन्ट हेर्छौँ नि हामीले के हेर्छौँ भन्दाखेरि त्यसबाट उसको लोनको इन्ट्रेस्ट इन्कम कति छ, डिपोजिटको इन्ट्रेस्ट एक्सपेन्सेस चाहिँ कति छ, त्यसपछि चाहिँ नन फन्डेड बिजनेस पनि गर्छ नि त ब्याङ्कहरूले। त्यो नन फन्डेड बिजनेसहरू गर्दाखेरि चाहिँ उसको फी एन्ड कमिसन चाहिँ के छ अवस्था, त्यसपछि उसको प्रोभिजनहरू जुन गरेको हुन्छ नि कर्जामा त्यो प्रोभिजनहरू गरेको राइट ब्याक भएको छ कि छैन, होइन, यी कुराहरू चाहिँ देखिन्छ। त्यसको साथसाथै खर्चहरूको कुरा गर्दाखेरि खर्चमा चाहिँ अब उसको एडमिनिस्ट्रेटिभ एक्सपेन्सेसहरू, इम्प्लोइको स्यालेरीहरू, त्यसपछि चाहिँ अब त्यसको साथसाथै चाहिँ अब बोनसको लागि छुट्याइएको रकम छ भने त्यो पनि त्यसैमा देखिन्छ, होइन। त्यसपछि उसको अन्य चाहिँ खर्चहरू हुनसक्छ भने इन्ट्रेस्ट एक्सपेन्सेस, डिपोजिटको एक्सपेन्सेसहरू चाहिँ कति छ त्यो चाहिँ त्यहीबाट देखिन्छ, प्रफिट एन्ड लस अकाउन्टबाट देखिन्छ। अर्थात् चाहिँ प्रफिट एन्ड लस अकाउन्टले कुनै पनि संस्थाको आम्दानी, खर्च र नाफा वा घाटाको अवस्थाको बारेमा चित्रण गर्छ। र हामीले अघि पनि भन्यौँ 2-3 वर्षको यदि चाहिँ हामीले प्रफिट एन्ड लस अकाउन्ट हेर्ने हो भने त्यो संस्थाको ट्रेन्ड चाहिँ थाहा हुन्छ। एक्सपेन्सेसको ट्रेन्ड, इन्कमको ट्रेन्ड, प्रफिटको ट्रेन्ड चाहिँ के छ त्यो चाहिँ हामीले थाहा पाउँछ त्यहाँबाट, बुझिन्छ यो। र यसका चाहिँ अब आइटम्सहरू चाहिँ फरक फरक हुन्छन्, संस्था पछि फरक फरक हुनसक्छ है त्यो। अब ब्याङ्किङको लागि चाहिँ छुट्टै खालको खर्चहरू हुनसक्छ, म्यानुफ्याक्चरिङ कम्पनीको लागि छुट्टै टाइपको हुनसक्छ, ट्रेडिङ कम्पनी छ भने चाहिँ छुट्टै टाइपको खर्चहरू हुनसक्छ। अर्थात् चाहिँ संस्थाको प्रकृति अनुसार खर्चको प्रकृति पनि के हुन्छ त, नेचर अफ एक्सपेन्सेस पनि डिफरेन्ट चाहिँ हुनसक्छ हो। अब त्यसमा चाहिँ हाम्रो बेसिकली यी चाहिँ एउटा इक्जाम्पल हेर्ने भने त्यो माथि मैले सबै राखेको के थियो भने एक्सपेन्सेसको हेडिङहरू कुन कुन हुन्छन् भनेर थियो, मैले त्यसलाई हटाएँ। अब यसमा कुन कुन एक्सपेन्सेस हुन्छ हामीलाई थाहा छ, यो फर्मेट चाहिँ छ यो। जस्तो चाहिँ प्रफिट एन्ड लस अकाउन्टको फर्मेट चाहिँ यो हुन्छ। प्रफिट एन्ड लस अकाउन्ट जेनरली चाहिँ के हुन्छ भन्दाखेरि अहिलेको कन्टेक्स्टमा चाहिँ भर्टिकल बनाइन्छ, ब्याङ्कहरूले बनाउँदाखेरि प्रफिट एन्ड लस अकाउन्ट चाहिँ भर्टिकल बनाउँछ भन्दाखेरि त्यो भनेको के, त्यो म भोलि चाहिँ इक्जाम्पल सहित चाहिँ गरौँला, अहिले जेनरल भ्यू हेरौँ। भर्टिकल बनाइन्छ र यसमा यो चाहिँ के हो त, यो चाहिँ कुन हो, यो प्रफिट एन्ड लस अकाउन्ट चाहिँ कुन हो त, होरिजेन्टल चाहिँ हो यो, होइन। बोथ टु साइडेड लेखेको छ नि त यहाँ, डेबिट साइड र क्रेडिट साइड चाहिँ छ। डेबिट साइड र क्रेडिट साइडमा डेबिट साइडमा एक्सपेन्सेसहरू जति पनि खर्चहरू भएको छ ती सम्पूर्ण खर्चहरू चाहिँ डेबिट साइडमा देखाइन्छ। डेबिट साइडमा चाहिँ जति पनि खर्चहरू छन् ती सम्पूर्ण खर्चहरू डेबिट साइडमा देखाइन्छ। र डेबिट साइडमा चाहिँ अब यदि ट्रेडिङको हो भने ट्रेडिङ बिजनेस पनि गर्दछ वा ट्रेडिङ चाहिँ अकाउन्ट बनाएको छ भने त्यहाँबाट ट्रेडिङ अकाउन्टबाट, जस्तो ट्रेडिङ अकाउन्टबाट चाहिँ के आउँछ त, रिजल्ट चाहिँ आउने भनेको ग्रस प्रफिट अथवा ग्रस लस चाहिँ हुन्छ, होइन। ट्रेडिङबाट आउने भनेको रिजल्ट ग्रस प्रफिट अर ग्रस लस हुन्छ भने प्रफिट एन्ड लस अकाउन्टबाट चाहिँ आउने भनेको के हो त, त्यो नेट प्रफिट अथवा नेट लस चाहिँ रिजल्ट चाहिँ आउने हुन्छ। अब यसमा यदि ग्रस लस छ भने हामीले अघि पनि भन्यौँ प्रफिट एन्ड लस अकाउन्ट भनेको विशुद्ध के हो त, नोमिनल अकाउन्ट हो। र नोमिनल अकाउन्टमा जहिले पनि एक्सपेन्सेस र लसेसहरू के हुन्छ, डेबिट हुन्छ भने इन्कम र गेनहरू चाहिँ के हुन्छ त, क्रेडिट हुन्छ। इन्कम र गेन क्रेडिट हुन्छ। जस्तो लस चाहिँ छ
होइन लस